विश्वकपमा तेस्रो पटक आफ्नो स्थान सुनिश्चित पार्दै नेपालले सुपर 6 को ट्रफी पनि लगभग आफ्नो एक हातले समातिसकेको छ। युएईसँग 1 रन, कतारसँग 5 रन र ओमानसँगको 38 रनको जित हात पार्दै नेपालले यस सुनौलो अवसरलाई आफ्नो पल्टामा खसाल्न सफल भएको हो। अब भोलि नेपालको सामोआसँग रातको 8:45बाट खेल सुरु हुने भएको छ। यस सिरिजको सबैभन्दा बलियो टिम मानिएको हाम्रो नेपाल र सबैभन्दा कमजोर टिम मानिएको सामोआ बीच प्रतिस्पर्धा हुने भएकाले नेपालले सजिलै यो म्याच जित्ने र यस सिरिजको ट्रफीलाई सजिलै दुवै हातले पकडेर उचाल्ने आकलन गरिएको हो। बेस्ट अफ लक टिम नेपाल फर वर्ल्ड कप। यस्तै क्रिकेट जगतसँग सम्बन्धित सम्पूर्ण न्युज तथा अपडेट प्राप्त गर्नको लागि हाम्रो यस युट्युब च्यानललाई सब्स्क्राइब गरी साथै छेउमा रहेको बेल आइकनलाई पनि थिच्न नभुल्नुहोला। हस्त, धन्यवाद।